यस्तो व्यस्त समयमा पनि थोरै समय निकालेर हाम्रो बाबुलाई आशीर्वाद दिन आउनुभएको तपाईँ सबैजनालाई धन्यवाद भन्दै म चाहिँ यो सानो मेमोरीको लागि भिडियो बनाउँदैछु। हिजोदेखि चाहिँ हाम्रो प्यारो पुकुरले छोरा 6 मन्थ कम्प्लिट भयो अनि त्यसकै अवसरमा चाहिँ हामीले थोरै सानो गेट टुगेदर गरेका थियौँ। तारै हतारको सहरमा पनि हाम्रो निम्तोलाई सहर्ष स्वीकार गरेर आइदिनु भयो। यहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि जो पनि आउन पाउनु भएन उहाँहरूको लागि पनि उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि कतिजनालाई चाहिँ चाहना हुँदा हुँदै पनि बोलाउन सकिएन, त्यसको लागि चाहिँ माफी चाहन्छु। तपाईँहरूले चाहिँ यही भिडियोबाट मेरो बाबुलाई आशीर्वाद दिनुहोला है त। कति कुराहरू चाहँदै पनि गर्नै नसकिने क्या, समय र परिस्थिति सँगसँगै हिँड्नै पर्ने रहेछ। चाहना त यो गीतमा चाहिँ उसलाई पहिलोपटक खाना खुवाएको भिडियो बनाउँला भन्ने कत्रो ठुलो चाहना थियो। तर हाम्रो चाहिँ भात खुवाइ गर्न नमिल्ने भएको कारणले गर्दा हामीले चाहिँ 6 मन्थको हाफ बर्थडे गर्ने केक काटेर चाहिँ हाफ बर्थडे मनाउने निर्णय गऱ्यौँ। जसै पनि साथीहरूसँग भेटघाट गर्ने एउटा बहाना। फेरि पनि तपाईँहरू सबैजनालाई हाम्रो यो खुसीमा सामेल भइदिन आउनुभयो। जसले पनि फोनबाट भए पनि विस गरिदिनु भयो। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। यो साथ र सम्झना सदैव रहिरहनेछ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।